मेरो हिरो चाहिँ यहाँ बसिरहेछ। ए अस्ति मलाई हिरोले बाटोमा फ्याँकिरहेको थियो। त्यहाँदेखि चाहिँ म अलिक गम्भीर अवस्थामा छु। हाम्रो बोजू चाहिँ खस्नु भएको 4 इयर्स हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ हामी बोजूको घर सफा गर्नु जाने गरेको। गाडीको गेट चाहिँ अम्पुले घाँस काटेर हालिदिनु भएछ। म किन अडेको थिएन। यहाँको त आएन रहेछ। दुम्सीले खदाल्दै क्या एउटा छ। यत्रो बारी छैन के छैन होइन। यहाँनिर चाहिँ पिण्डालु खानु मात्रै दुम्सी आउँछ। ला यता घिनै लाग्दो रहेछ। यी किराले खाइदिएछ साग। यो कोसँग आएर अघि आएर यहाँनिर सुतिरहेको रहेछ। के यहाँ सुत सुत ए मिलाए। हेलो वेलकम ब्याक छ सबैजनालाई अन्सु थेक्नु ब्लगमा है। र आज चाहिँ हाम्रो छुट्टी छ है 4th सैटरडे। र छुट्टी भन्नु पनि पाउँदैन। सो हामी काम गर्नु जानेछ। यो ग्याजेट बोकिकन डोरेमोनको ग्याजेट जस्तो यो चाहिँ मेरो हो। अन्त कहाँ चाहिँ काम गर्नु गएको भन्दाखेरि चाहिँ माथिनिर हामी काम गर्नु गएको। फुपू अलरेडी गइसक्नु भएको छ र म पछाडि बिस्तारै जानेछु है। के भन्छ यहाँनिर चाहिँ धेरै दिनको बादमा चाहिँ 3 डेज भयो पानी रोकेको है। नभए चाहिँ पैदल त पानी पर्दै थियो। र म चाहिँ जाँदैछु है। अन्त यहाँ त मेरो हिरो चाहिँ यहाँ बसिरहेछ। ए मेरो हिरोलाई घुमाउनु नलगेको पनि निकै भयो। अस्ति मलाई हिरोले बाटोमा फ्याँकिरहेको थियो। त्यहाँदेखि चाहिँ म अलिक गम्भीर अवस्थामा छु। त्यही भएर मैले त्यो हिरोलाई कुदाएकै छुइनँ। यहाँ चाहिँ हाम्रो फुपूको भाले छ। अन्त कस्तो हाम्रो गाउँ बस्तीमा चाहिँ यस्तै छ। छुट्टी भयो कि त यस्तो बोकेर हिँडिहाल्नुपर्छ। बुद्ध दिदी खै बुद्ध जानुभयो? माथि नि त सफा गर्नु भन्दै थिएँ। कति कपुर मुकु ए माथि जानु होला। कहाँ गएको भन्दाखेरि चाहिँ हाम्रो बोजू चाहिँ खस्नु भएको 4 इयर्स हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ हामी बोजूको घर सफा गर्नु जाने गरेको। ए थाकेर मलाई यहाँनिर चाहिँ हाम्रो दाउरा वाइट छ। खोर्सानी बारी वा खोर्सानी फुल्दैछ। अब 1-2 हप्तामा खानुपर्ने हुन्छ। सो गाइज म तपाईँलाई मेरो सब्जी बारी देखाउँछु ल। बारीको गेट चाहिँ अम्पुले घाँस काटेर हालिदिनु भएछ। म किन अडेको थिएन। अन्त बाटो सफा गर्नु भएछ। कसले बुदाफुबले गर्नु भयो क्या। यहाँ चाहिँ मेरो यहाँ चाहिँ मेरो धनिया होइन। मैले टिप्नु नजानेर त्यसरी पल्टाएर हो। अन्त साग फल्दैछ साग हो। अन्त मैले साइडमा तुनेबडी हालेको थिएँ। तुनेबडी आउँदैछ। खै ला यहाँको त आएन रहेछ। दुम्सीले खदाल्दै क्या एउटा छ। यत्रो बारी छैन के छैन होइन। यहाँनिर चाहिँ पिण्डालु खानु मात्रै दुम्सी आउँछ। ला यता घिनै लाग्दो रहेछ। यी किराले खाइदिएछ साग छ। अन्त मेरो धनिया छ। धनिया भन्दा पनि यो चाहिँ के भन्छ त्यसलाई धनिया चाहिँ छैन आएको होइन। यहाँनिर चाहिँ के हुँदैछ भन्नु न। उयो के भन्छ त्यसलाई कुरो चाहिँ फर्स्टमै आउँछ नम्बर 1मा उडेर। के हो यो लामो चाहिँ धनिया त होइन यसलाई। यो निकालिदिनु छ। यो चराले खाइदिन्छ भनेर यस्तो गर्नुपर्छ नि होइन। अब आएको ठाउँमा सफा गरिराखेर जान्छु। अन्त यस्तो चाहिँ म त जहाँ बारी चाहिँ खाली देख्नु हुँदैन नि त। मलाई चाहिँ यस्तो रोप्नु मन परिहाल्छ। यो चाहिँ काँचो मलमा रोपेकोले गर्दाखेरि चाहिँ किन कस्तो भयो हो।
मेरी धनिया आ रहा है यसपालि चाहिँ मैले उयो तलमा बाक्लो भएर चाहिँ यहाँ पत्ला हाल्दै थिएँ साह्रै पातला भएछ नि हो ए अन्त मैले पर पनि होइन हाम्रो भाइले खर्सानी रोपेको जग्गा छ नि त त्यहाँ पनि मैले उयो गरिरहेको छु यस्तै धनियाँ यो सेम डे हालेको छु गएर चेक गर्छु त्यो पनि म भए यस्तै भयो भने चाहिँ निकालिदिँदा हुन्छ नभए चाहिँ त्यो झ्यासले गर्दा फल्नु पाउँदैन अन्त यहाँनिर पनि छ सानो मेरो कसले झार फ्याँकिदिनु भएछ नि यार धेरै ढिला गरेछ नि हौ मैले यसलाई छ्या यो साथ पनि पत्ला रहेछ यो क्या पातला पातला आउने भयो के छैन त्यस्तो क्या होस् म चाहिँ रोपिबस्ने हो जबसम्म मन मर्दैन तबसम्म रोपिबस्ने हो किनकि खानु मजा आउँछ हामीलाई किनेर खानुभन्दा चाहिँ आफै रोपेर खाएको बेस्ट हो भन्ने खालकै फ्री टाइममा चाहिँ यसरी रोप्यो होइन यहाँ छ कति अरे कोसँग यस्तो म त जहिले बारीमा आउँदाखेरि चाहिँ नि होइन बारीमा आउँदाखेरि चाहिँ मलाई नि साथी लिएर आउँथेन हेरेर आज चाहिँ यो कोसँग आएर अघि आएर यहाँनिर सुतिरहेको रहेछ के यहाँ सुत यसको कुरो चाहिँ उयो अछिदिनु पऱ्यो यहाँ सुत्छ नि यहाँ आएर काम नभएको बिरालोहरू घरमा खाए बनाएर सुत्नेहरू घरमा खाए बनाएर सुत्ने तर बिचरा यसलाई चाहिँ मेरो चाहिँ अर्को ब्राउनीले छ नि ब्राउनीले पुरा टोक्छ नि त अन्त यो चाहिँ भाग्छ घरदेखि हो यो चाहिँ बाटो चाहिँ फुपूले सफा गर्नुभयो कि या त जतिजना हुन्छ नि यो बाटोमा हिँड्छ नि उहाँहरूले पनि मिलेर सफा गर्छ कोही बेला चाहिँ हो अन्त त्यस्तो अन्त यहाँनिर चाहिँ हाम्रो अङ्कलको ट्रटको ट्याङ्की छ यहाँनिर चाहिँ कितने ट्रट देखेंगे लास्ट ल पानी सकेको ट्रट पनि सकेको छोटा वाला ट्रट है कतिवटा रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 14वटा मात्र रहेछ ट्रट त हामीले खाइसकेको हो फेरि खायो हो अन्त बेस चाहिँ रेनबोको छ यिनीहरूलाई चाहिँ आयो त्यसले चिल्यो कमिलाले चिल्यो सिकारी कमिलाले आहा अन्त यिनीहरूलाई चाहिँ गएको म पुरा चिल्यो मलाई कमिलाले यिनीहरूलाई चाहिँ पानी चाहिँ पुरा चाहिन्छ होइन त्यो पनि मैला हुनु हुँदैन अन्त कस्तो हुनुपर्छ भने चाहिँ कन्टिन्यू बगिबस्ने के भन्छ रनिङ वाटर चाहिन्छ यिनीहरूलाई चाहिँ नि रनिङ वाटर चाहिन्छ हो मैला पनि हुनु हुँदैन मैला भयो भने चाहिँ यो मर जाएगा अथवा मेरो यसमा एक कमिलाले चिरिदियो काकीको भिनस काकीको कोपी कम्ती थिएन पुरेत बा और पुरेत बा खा मम्मी हाँ अथवा यो चाहिँ हाम्रो बाजे बोजूहरूको उहिलेको मूल घर हो मूल घर है मूल घर हम लोग का हाम्रो बचपन यही गुजरा है मरे म चाहिँ पर काम गर्नु जाने थिएँ होइन यहाँनिर गएको त काकीहरू सबैजना गफ गर्नु हुँदो रहेछ गफ लडाएर चाहिँ अन्त भक्क निस्केको नि त कस्तो हुन्छ कि हाम्रो पिछाएर पुल भएको छ जङ्गल यहाँनिर चाहिँ
हामी पछि अखर चाहिँ यहाँ पाडाला त बेसी अखरको बोट छैन अन्त चाहिँ हामी अखर खोज्नुलाई जङ्गल पस्नु पर्दा यहीँ बाटोमा हाम्रो कुम्बिल पायो त्यस्तो छ र अब म पुग्नु आँटेँ यहाँनिर किवीको बोट छ उयो चाहिँ हाम्रो मकैबारी केराको बुङ्गा छैन त्यो यस्तो ल यो केराको बुङ्गा रहेछ अब म ढालिकन लान्छु किनकि यो मेरै बारी हो भन्नु नभएको पनि छ कि आफ्नो बोजूको घर सफा भइसकेको छ सफा हो गया फर्किनु पर्नु आएको के भएर म त छिटो गरेको त ढिलो भएछ होला त ल विथ वेस्टिङ माई टाइम म काम गर्छु है त ल जङ्गली केराको बोट छ त्यहाँनिर चाहिँ बुङ्गा रहेछ अब म त्यो बुङ्गा साट्छु तरकारी खानु छैन क्या म चाहिँ उतिनिर सानो त्यो केराको बोटमा चाहिँ भन्दा ठुलो केराको बोटमा चाहिँ जङ्गली केरा नि त त्यसको बोटमा चाहिँ एउटा बुङ्गा रहेछ होइन त्यो चाहिँ अचार खानुको लागि म अब काट्नु जान्छु कितना मेहनत की बात मुझको ये मिला ये थोड़ा बहुत नहीं सुनी ये चाहिँ म खोज्छु म पनि थाहा छैन त्यो किवी अम्फूको त फुल्दैछ अरे योपालि पाक्छ खानु पाउँछ तल अम्फूको हामी चाहिँ सफा गऱ्यो होइन अलिकति मात्रै अब भोलि रिमेनिङ भोलि सफा गर्छ किनकि भोलि सबैजना आउनुहुन्छ त्यसले गर्दा चाहिँ अहिलेको लागि चाहिँ हामी लागेको अब म मेरो भाइको खर्सानी बारी जानेवाला छु यो मेरो आजको के टिप्नु जानुभएको योबाट जानुभएको
लु गाई दिएको छु भने म पनि यही बाटो जा के भन्छ किन यस्तो बाटो हिँडेको होला नि त मामा चाहिँ यस्तो बाटो हिँड्छ अरे यो बाटो मजा लाग्छ अरे अब चाहिँ म भाइको बारी जानुपर्ने छ त्यसले अस्तिदेखि खोर्सानी हेर्दै भनेको थिएन अन्त खोर्सानी हेर्नेवाला छु त्यहाँनिर मैले धनियाँ रोपेको छु सनफ्लावर पनि छरेको छु कस्तो आउँदो रहेछ हेर्छु खै त यस्तो छ बाटो आया हो हाम्रो के लेकमा फल्ने कुनी के आमा गाई नाचेछ नि खोलै भएछ हाम्रो लेकको सुन्तला बोट यहाँ चाहिँ तर सुन्तलै फल्दैन जन्मेकोदेखि अहिलेसम्म देखेको सुन्तलाको बोट सुन्तलै नभएको बोट म चाहिँ आउँदै बोजूले बाटोमा बोलाइकन मलाई खाजा दिनुभयो अन्त खाएर गाएर ठन्न भएर अब म जाँदै गरेको पर बारीतर्फ र यहाँ पनि छ एउटा फ्लड ट्याङ्की हेर्नु सक्नुहुन्छ यो फ्लड ट्याङ्कीमा चाहिँ के छ भिम छैन यो फ्लड ट्याङ्की चाहिँ सबैजना दामी फ्लडको ट्याङ्की चाहिँ यो चाहिँ त टाइल्स हाम्रो के भन्नु र के गर्नु यो खोलामा भएकोले गर्दाखेरि चाहिँ यहाँनिर चुट्टिँदैछ हो त्यसले गर्दाखेरि यो नथाम्ला जस्तो भएर चाहिँ यहाँदेखि चाहिँ कपडा निकालिदियो अन्त आम्बो यहाँ पनि खोर्सानी फुल्दो रहेछ अन्त यहाँनिर पनि ट्रट थियो होइन यहाँनिर पनि ट्रट थियो छ कि छैन आज सबै निकाल्यो भन्दै थियो बिहान किन भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो अङ्कलहरूले चाहिँ मङ्गनमा एक्जिबिसन थियो अरे त्यो एक्जिबिसनको लागि लैजानु भयो अरे होइन पिपो रहेछ ए रहेछ ऊ आम्मा कत्रो रहेछ अब त यिनीहरू हो एउटै 3-4 केजीको छ अब त अब चाहिँ कत्रो है यो भाग्ते हो ओ भन्छ आम्मा कत्रो ट्रट ट्याङ्की ट्रट 5 केजीको आधी एक्जिबिसनमा लैजानु भयो अरे लैजानु भएको छ अहिले अलिकति मात्रै छ होइन अनि यहाँनिर झर्नु आँटेको छ ढुङ्गा बाहिर जानु आँटेको छ हो अन्त म अब यहाँबाट जान्छु एकछिनको लागि यो चाहिँ म मेरो ग्याजेटहरूलाई र मेरो सब्जीलाई यहाँ राखेर जानेवाला छु यहाँनिर चाहिँ पहिला कस्तो सानो नाली थियो होइन तर लास्ट इयर चाहिँ त्यो पुरा पानी परेकोले गर्दा चाहिँ सबै जग्गा ल्यान्डस्लाइडहरू भएर होइन यो ठुलो भएर चाहिँ यो चाहिँ हाम्रो अहिले चाहिँ टिस्टा बग्लो जस्तो उनीहरू ठुलो खोला जस्तो बाटो कस्तो छ हाम्रो हालत यो चाहिँ यसरी हाल्छ हाम्रो बस्तीतिर चाहिँ किन भन्दाखेरि चाहिँ यसमा चाहिँ गाई नपसोस् भनेर होइन तर अब गाई चाहिँ भित्र हालिरहेछ गाई चाहिँ त्यहाँदेखि चाहिँ निस्केर यता नआउँछ भनेर होइन अन्त यस्तो गरिराख्यो भने चाहिँ गाई गोठालालाई पनि सजिलो पर्छ नि त गाई जति गोठाला गर्नुहुन्छ त्यही हेर्नेलाई अन्त अब यहाँ सट्टै गाई हालिराख्नुहुन्छ त्यही तुम्बाहरू काम गर्नु जानुहुन्छ त्यहाँदेखि टक्कै भएर टाइम भएपछि लिनु आउनुहुन्छ हो तर अफसोच कि बाद यिनीहरूको बाछा चाहिँ भागेर ऊ माथि घुम्दैछ हो यहाँदेखि पर चाहिँ टोटली जङ्गल हो कहाँ जानुभएछ गाईहरू ए ऊ पर रहेछ ऊपर चल्नु रहेछ गाईहरू हो यो चाहिँ नानीचेन भन्ने जग्गा त्यहाँदेखि उताको चाहिँ झक्रे पाखा भन्ने जग्गा छ झक्रे पाखा अरे यहाँदेखि चाहिँ म खोर्सानी हेर्नु भन्दा त्यो भाइले अस्तिदेखि अन्त के छ हेर्नु खोर्सानी त ढिङ्गा उभिरहेछ पानीले गर्दा बगाएन कि होइन योपालि चाहिँ सबै जग्गा अघि माथि हेर्दा कि तुनेभरि यस्तै भएको थिएन ए यो चाहिँ के भन्छ टिभीको बोट यसको चाहिँ बिचरा उयो नै छैन एक्सक्युज मी थङ्गै छैन ए खोर्सानी फल्दैछ यो चाहिँ कति रुपियाँ बोट हेऱ्यो भने न
8 रुपियाँ बोटको डल्ले खोर्सानी यो किन्दाखेरि चाहिँ यो किनेर रोप्दाखेरि 3 रुपियाँ गोटामा किनेर रोपेको होइन लास्ट इयर अन्त योपालि चाहिँ 8 रुपियाँ गोटा आम्मामा कति बेसी बढेको नि खोर्सानीको दाम बोटको यो चाहिँ डल्लै मेरो भाइको खोर्सानी बारी हो झार पलाइरहेको छ अब नेक्स्ट छुट्टीमा झार उखाल्छु कि त्यो झार चाहिँ उखाल्नु साह्रो पर्छ अनि त्यो यहाँ छ यहाँ पनि छ लास्टमा त्यति पातीले छिएको छ ए ओइ अब यहाँनिर छ यो ढिलो भएछ बलि यार यहाँनिर यहाँ पनि धनियाँ रोपेको थियो माथिको सँगै हो क्या ओइ फ्रिक ढिलो भएछ नि यो तान्नु यसरी यो सँगै आउँदो रहेछ लाग्छ ढिलो गरेँ आज फेरि मैले म त जग्गा पाएँ कि त धनियाँ रोप्नु परिहाल्छ अन्त धनियाँ रोपिदिइहाल्छु तर यसो ढिलो गरेछु मैले उखाल्नु यो निकाल्नु अन्त यस्तो रिजल्ट हुँदैछ क्या यहाँ चाहिँ छ मेरो सनफ्लावर अस्ति आएको टाइममै ला उखालिदिनु पनि रहेछ नि यो टिप्नु पनि रहेछ नि यो ए सनफ्लावर आएको छ यो त सबै कम्ती भएछ नि सनफ्लावर पनि आयो यो साल चाहिँ सनफ्लावर दामी रोपिन्छ अरे यार यसको भित्र छिरेछ नि चराले खान्छ भनेर छोपेको थिएँ नि त मैले ए ला कति त मर गया कति त आएकै छैन हो यस्तै चाहिँ हाम्रो चाहिँ लाइफ है भिलेज लाइफ बस्तीमा है छुट्टी भयो कि त काम बारीतिर लागिहाल्नु पर्छ या त अरू काम पक्रिहाल्नुपर्छ अन्त अब घुम्नु जाने बजार जाने त हाम्रोमा टाइम पनि त्यस्तो हुँदैन किनकि हामी छुट्टीको बेलामा मात्रै घरमा बस्नु पाउँछ त्यसले गर्दाखेरि चाहिँ त्यस्तै घरमै काम गर्नुपर्ने हुन्छ बस्तीको कतिवटा कामहरू गर्नुपर्ने हुन्छ है अब चाहिँ कतिवटा काम बित्छ नि त ढिलो हुन्छ अन्त यस्तो हुन्छ ढिलो भइन्छ हो नभए यो अस्ति टाइम भएको नि त अन्त त्यस्तै हो साथी हो अन्त आज त्यो बोजूको घर पनि सफा गरेर आयौँ है अन्त अब भोलि तुम्बाहरू आउनुहुन्छ सो यो त रिमाइनिङ वर्कहरू छ है त्यो अब धुनु भयो है त्योहरू चाहिँ हामी भोलि गर्छ अन्त बोजूको पूजा गर्छ त्यो दिन चाहिँ अन्त त्यही हो अब हाम्रो यस्तै छ जिन्दगी घरमा भक्कु लुगा धुएर आएको होइन त्यस्तै छ हो अब चाहिँ म पनि घर जान्छु होइन घर जान्छु अन्त फ्रेस अपहरू हुन्छु हो नुहाइधुवाइ गर्छु त्यहाँदेखि चाहिँ फेरि मेरो रिमेनिङ के घरको काम छ त्यो कामहरू गर्छु होइन सो आजको लागि चाहिँ यति नै हो है मैले मेरो तपाईँलाई डे टु डे लाइफ है छुट्टीमा कस्तो काम गर्नुपर्छ के काम गर्नुपर्छ है हाम्रो यस्तै हो अझ अलिक काम थिएन आज चाहिँ अन्त त्यो हल्का माथि काम गर्नु र घरको कामहरू थियो अन्त अहिले अलमोस्ट किनकि बारीको काम सबै सकिसक्यो मकैहरूको केही थियो त्यो पनि सकिसक्यो होइन अन्त खर्सानीहरू के गर्नु सिडहरू सबै अलमोस्ट अहिलेको काम सक्यो अबको 2-3 विकमा फेरि हुन्छ फेरि कामहरू फेरि स्टार्ट हुन्छ होइन अब चाहिँ 1-2 दिन चाहिँ रेस्ट हो सो है गाइस अब तपाईँहरू मेरो भिडियो हेर्दै गर्नुहोस् सपोर्ट गर्दै गर्नुहोस् मन पऱ्यो त लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस् है त ल सो अहिलेको लागि बाइ बाइ